हजुरले आज घन्टीलाई हाल्ने भोटले कारणले हजुर 2-4 वर्षपछि पछुताउनुहुनेछ। यही शब्द, यही स्टेटमेन्ट मलाई मेरो एक अग्रज म भन्दा अलिक आदरणीय सरले भन्नुभएको थियो। सर, राजतन्त्र फालेदेखि आज यहाँसम्म आइन्जेलसम्म मेरा पुर्खा, मेरा बाउबाजेले हालेको भोटका कारण म लगायत सम्पूर्ण नेपाली जनता पछुताइरहेका छन् भने आज म आफ्नो भोट हाल्ने मेरो सार्वभौम शक्ति प्रयोग गरेर मैले भोट हालेर म पछुताउँछु भने म एकपल्ट पछुताउन राजी छु। देशमा अनियमितता, व्यस्तता, भ्रष्टाचार यतिसम्म बढिसक्यो कि यसको विरुद्ध आवाज उठाउने, यसको विरुद्ध म काम गर्छु, इमानदारीतापूर्वक काम गर्छु भनेर नयाँ कोही आउनु भएको छ भने म उहाँलाई साथ दिएर भोट दिएर म पछुताउँछु भने म पछुताउन तयार छु। अनि अहिले चर्को रूपमा चल्दै आएको अर्को प्रोटेस्ट, कांग्रेसमा गगन थापाले रिफर्म ल्याउनु भयो। गगन थापाले भन्नुभयो यो लास र दासको पार्टी होइन। कांग्रेस लास र दासको पार्टी होइन भन्ने कुरा थाहा पाउनको लागि उहाँलाई त्यत्रो जेनजी आन्दोलन भएर त्यतिजना बालबालिकाहरूले ज्यान गुमाउनु परेपछि बल्ल थाहा भयो कांग्रेस लास र दासको पार्टी होइन भन्ने। त्यहाँभन्दा अगाडि चाहिँ हजुरलाई कांग्रेस लास दासको पार्टी होइन भन्ने थाहा थिएन। त्यहाँभन्दा अगाडि हजुरले हजुरको टाउको पार्टीमा हेरिने त सबसे ठुलो टाउको नै हो। हजुरहरूको पार्टीको टाउकोले राम्रो काम गर्नुभएको छैन, उहाँले निकाल्ने बेला भएको छ, उहाँले सक्नु भएन भन्ने कुरा चाहिँ हजुरलाई थाहा थिएन। त्यति बेला थाहा नभएपछि अहिले यो जेनजीको प्रोटेस्ट भएर सम्पूर्ण कतिजना बालबच्चाहरू शहीद भए याद छ? कतिजना आमाहरूको कोखरी थिए याद छ? ती सबै भइसकेपछि बल्ल हजुरलाई याद भयो कांग्रेस लास र दासको पार्टी होइन भन्ने। पब्लिसिटी स्टन्ट हो या इम्प्याथी गेन गर्ने आइडिया हो यो। अनि आउँछन् हाम्राहरू ग्लोरिफिकेसन गर्दै, गगन थापाले आफ्नो हेल्थ मिनिस्टर हुँदा यति गर्नुभयो, कोभिडमा यसरी फ्री कोभिड टेस्ट गर्नुभयो, डेङ्गुमा फ्री डेङ्गु टेस्ट गर्नुभयो, यति गर्नुभयो, उति गर्नुभयो भन्दै आउनेहरूको लागि WHO र इन्टरनेसनल हेल्थ गाइडलाइन अनुसार कोभिड र डेङ्गी पेन्डेमिकहरूमा फ्री हेल्थ सर्भिसेस पुर्याउनै पर्छ। त्यसको लागि गगन थापाले न देशको ढुकुटी रित्ताएका छन् न आफ्नो खल्तीबाट पैसा हालेका छन्। त्यसको लागि WHO बाट फन्ड आएको छ। अझै पनि नेपाल सरकारमा सरकारी डाक्टरहरूसँग सोध्नु, सरकारी डाक्टरहरू अझै पनि जहाँ त्यो प्रोग्रामहरूमा जानुहुन्छ नि, हो त्यो फन्ड अझै पनि पेन्डेमिक फन्डबाट निस्किरहेको छ भनेपछि कति फन्ड आएको थियो होला बुझ्नुहोस् त। कोभिडमा फ्री टेस्ट गराउनु भयो भन्नेहरूको लागि कोभिड कति भयो थियो हजुरलाई थाहा छ? मलाई सोध्नुहोस् कति भयो थियो कोभिड भन्ने। कोभिड कनेक्ट टिम नेपालबाट काम गर्दाखेरि कति गाह्रो भएको थियो हामीलाई थाहा छ कोभिड कस्तो थियो भन्ने। हजुरका बा आमा पढ्या छैनन् होला र हजुरलाई अहिले गगन थापाले हेल्थ मिनिस्टर भएर कति गर्नुभयो भन्न सक्नु भएको छ। कि त हजुरले सुविधा पाउनको लागि कि त हजुर त्यही पार्टीको झोले हुनुहुन्थ्यो त्यही भएर हजुरले पाउनुभयो, नत्र सर्वसाधारणले कसैले पनि बेड मात्र त के अक्सिजन सिलिन्डर समेत नपाएर ज्यान गुमाउनेको संख्या सोच्नुहुन्छ भने म दिन्छु हजुरलाई कति संख्यामा ज्यान बितेका थिए, कतिजना मान्छेहरू मरेका थिए, म दिन्छु त्यति बेलाको संख्या हजुरहरूलाई। हस्पिटलमा बेड खाली हुँदा हुँदा नेताको लागि बेड छुट्याइएर सर्वसाधारणलाई बेड नदिने हस्पिटलहरू पनि छन् नेपालमा। ती हस्पिटलका नाम पनि लिनुहुन्छ भने खोजे हुन्छ कतिवटा हस्पिटल थिए कुन नेताको अन्डरमा बेड राखिएको थियो र सर्वसाधारणलाई बेड दिएन भन्नेवाला कुरा पनि सोधे हुन्छ। स्वास्थ्य मन्त्री भएर यति काम नगर्ने भने त स्वास्थ्य मन्त्री हुनु नालायक छ। बेयर मिनिमम काम गर्नुभएको उहाँले कुनै पहाड उठाउनु भएको होइन। त्यसरी आफ्नो पार्टीले काम गर्यो, आफ्नो नेताले काम गर्यो भनेर ग्लोरिफिकेसन नगर्नुहोस्। अप्रिसिएसन गर्नु छुट्टै कुरा हो, तर त्यसैलाई नै ग्लोरिफाई गर्दै नहिँड्नुहोस्। म कुनै पार्टीको झोला बोकेर हिँडेको मान्छे होइन। अहिले मलाई राष्ट्रिय स्वतन्त्रता पार्टीप्रति आस्था जागेको हुनाले मात्र हो। उसले केही गर्ला, उनीहरूले केही गर्लान् भन्ने आश जागेको मात्र हो। यदि अहिले हामीले भोट दिएर उनीहरूले नि 5 वर्षपछि केही गरेनन् भने हाम्रो भोटिङ पावर त छ त। सत्तामा आउन मान्छे आएनन्, हामीले चाहेका मान्छे आएनन् अथवा आएर पनि राम्रो गरेनन् भने भोट परिवर्तन गर्न त मिल्छ त हामीले। त्यही भएर एकपल्ट सम्पूर्णलाई पुनः जागरण गराउँदै सम्पूर्णमा हात जोडी नमन गर्दै भन्छु कि यो पालि आफ्नो भोटिङ पावरलाई राम्रोसँग युज गरिदिनुस्। देश यस्तो स्थितिमा आइपुगेको छ कि अब पनि राम्रो मान्छे सत्तामा पुगेनन् भने नेपाल रहँदैन। कस्तो छोडेर गएका थिए राजाहरूले र आज देश कहाँ पुगेको छ भन्ने त हजुरले पनि देख्नु भएको छ होला।
अझै पनि यी पार्टीमा उठेकाहरू भनौँ न एमालेको त के कुरा गर्नु, प्रधानमन्त्री जस्तो पोस्टमा बस्नु भएको मान्छेले 23 गतेलाई त 23 गतेको त केही कुरा भएकै मात्र देख्नु भएकै छैन। 23 गते ती ज्यान गुमेका नाबालक बच्चाहरू, ती ससाना भाइ बहिनीहरूलाई त देख्नु भएकै छैन उहाँले सिर्फ देख्नु भएको छ 24 गते जलेको सिंहदरबार र जलेका घरहरू। ज्यानको बदला घर त बन्छ, फेरि बन्दैन। ज्यान ल्याउन सक्नुहुन्छ? ती मारिएका ती साना बच्चा फिर्ता ल्याउन सक्नुहुन्छ? अनि अस्ति आफूलाई एयरपोर्टमा चेक गर्दाखेरि त्यतिसम्म दुःख मान्नेहरू तपाईँ को हो र तपाईँलाई चेक नगर्ने? तपाईँ त अहिले त तपाईँ सर्वसाधारण नेपाली मान्छे त हो नि, होइन? तपाईँसँग कुनै पोलिटिकल पावर पनि छैन। अनि अर्को कुरा, यी पोलिटिकल पावर भएका सुशीला कार्कीहरूले प्रधानमन्त्री ज्यू नै एयरपोर्ट किन नजानुस्, उहाँलाई चेक नगरी जान दिने चाहिँ हुँदैन। नेपाल देश यही नेताहरूले बिगारेका हुन्, उनीहरूले नै तस्करी गरिरहेका छन् कि के थाहा हामीलाई? आफूलाई जब सर्वसाधारणको रूपमा ट्रिट गर्न थालिन्छ तब चाहिँ तपाईँलाई त्यस्तो डर, त्यस्तो पीडा हुँदो रहेछ, होइन? हामी नेपाल जनतालाई कति पीडा हुन्थ्यो होला। बिन्ती छ यो, यदि मेरो घरतिरको कसै पनि कुनै पनि पार्टीको नेताले हेर्नुभएको छ भने बिन्ती छ, मेरो अगाडि चाहिँ भोट माग्न कृपया नआइदिनु होला। मेरो मुखबाट कि त गाली सुन्नुहुन्छ कि नभए यस्तै प्रश्नहरूको बहार मात्र आउँछ, त्यही भएर हजुरहरू मसँग भोट माग्न नआइदिनु होला। अनि आफ्ना पार्टीका एजेन्डा बोकेर त कृपया आउँदै नआइदिनुहोस्। बिन्ती छ हजुरहरूलाई। अब पनि हाम्रो आँखामा धुलो छर्ने, आँखामा पट्टी लगाउने काम गर्न बिन्ती नआइदिनुहोस् हजुर। सक्नुभएको बेलामा, गर्नुपर्ने बेलामा काम गरेको भए आज यो दिन आउने पनि थिएन। त्यसैले आफ्नो भोटको अधिकार प्रयोग गरेर कृपया यो पालि चाहिँ देशलाई निकास दिलाइदिनुहोस्। आफ्ना विदेश गएका छोराछोरीहरू फर्किने बाटो बनाइदिनुहोस्। हामी नेपाल भएका मान्छेहरूलाई नेपालै बस्न सक्ने वातावरण बनाइदिनुहोस्। बिन्ती छ सम्पूर्ण महानुभावहरूमा।